Very very good morning सबैजनालाई. As you can see in the title, नयाँ दिनको सुरुवात, नयाँ कामको सुरुवात भनौँ है. जिम हस् सर, हस्, हुन्छ हुन्छ. त्यस्तो केही पनि छैन. अलि तपाईँलाई म घर पुगेर कल गर्छु नि सर. हस्, हुन्छ. यो चाहिँ राखिराख्नुपर्छ. राख्ने 10 टका लिएर आउँछ नि. यो बायाँ बायाँ गरिसक्यो यो ल्याप्चा लाएर उहाँको नाम लेख्नु पर्ला नि. मोहन दाइ हेर्दै हजुर आफै पेले त जिल्लाले चाहिँ अब हजुर लेख्छु. मेरो दाइ कस्तो लागिरहेछ? मैले ब्याङ्कबाट आज हामी खुसी छौँ होइन. मैले त्यो फोन लोन पनि लेखेन के. राम्रो हामीले आज एउटा शुभ काम गरियो होइन. जस राम्रो दिनमा राम्रै हुन्छ. भोलिदेखि मलाई बास रहेछ आजबाट सुरु गरौँ. तर यो ब्लग चाहिँ 19 मा अपलोड हुन्छ है. अहिले हुँदैन. सो दिस ब्लग वी विल बी अपलोडिङ आफ्टर वी विल ओपन द जिम द कर्मा अनदर वान. त्यसपछि हामी चाहिँ के गर्छौँ त यो ब्लगलाई चाहिँ रिलिज गर्छौँ न दादा. सो इट्स J3 3 गते कर्माको नाम पनि जुत्छ. 7 डेसम्म आइसक्दाखेरि खासै त्यति धेरै काम भइरहेको छैन होइन. किनभने कम्पनी अब दर्ता प्रोसेस सरकारी काम नै अलिकति बढी एक्सटेन्ड भइरहेछ. अलमोस्ट त्यो काम बल्ल बल्ल सक्यो भनौँ न. अहिले बिहानीको घाम है यतिको छ. एन्ड 6:49 पनि कस्तो घाम लाग्यो क्या अहिले त. पुरै घाम लाग्ने अवस्था चाहिँ भएको छ. यति राम्रो छ है प्लेटिनम फिटनेस. एज यु क्यान सी अब प्रोफाइल लाइटहरू यसरी खुल्छ कि. वाउ वाउ, यस्तै हुन्छ है. कर्मा फिटनेस 2.0 पनि यस्तै हुन्छ. हस् मेरो दाइ, यहाँ हुनुहुन्छ हाम्रो प्यारो दाइ, कर्मा फिटनेसको लिगल एडभाइजर एन्ड सेयर होल्डर. या ल अहिले यस्तो छ है. काम यत्तिको भइरहेछ हाम्रो जिमको. त्यो भत्काउन अलिक गाह्रै भइरहेको अवस्था. काम चाहिँ यहाँसम्म भएछ. के गरे ल है. हाम्रो दाइको काम राम्रो छ है. सानोतिनो लेबरको काम गरिरहेछ दाइले. दाइले त ओभरअल हान्ने रहेछ नि त काम त यार. हाम्रो दाइ जाने काम गुरु तपाईँ जस्तो फलम उडाउनु मात्र जाने भएर मैले जस हाम्रो जिम राम्रो बन्ने भयो नि त. बन्द त भयो. खर्च काटेर हाम्रो फिटनेसनको जिम हेर्न आएको. गाडी चाहिँ यहाँ मोडिफाई गर्नुतिर लाग्यो. रिचर्डले सानो खर्च गरेन यशोदा. गाडीमा 8,000 कि 9,000 लाएर बनाउँदैछ गाडी यशोदा. अहिले यहाँ दुनियाँ थोक नचाहिने सामान यस्तो रहेछ. जस पुरै ब्ल्याक हानिदिएको विन्डोको टिन चाहिँ स्पोर्टी. त्यसले गर्दाखेरि स्पोर्टी लुक्स आइरहेछ. गुरु कति भन्यो यो ब्ल्याक उसको 7,000 भन्यो होइन. अनि फिडिङको 1,000 8,000 होइन. के छ मेरो दाइ? ठिक छ एकदम बवाल छ. जिम पनि बवाल छ, गाडी पनि बवाल छ. हाम्रो जिम बन्दैछ चाँडै. हामी चाहिँ अहिले घुम्न आयौँ. दिनभरि हामी डुल्दै अहिले यस्तो दामी एरियामा छ. अहिले चाहिँ यस्तो अपिलमा नि आउँछ कि यो मेरो गाडी कि यस्तो दामी छ नि. अहिले लुक छ नि यस्तो बवाल देखिरहेछ. त्यो कालो ब्ल्याक सिसाले गर्दाखेरि. ओ माई गड. रिडिङ त घरबाट ल्याइदिनु नि. यहाँ भित्र कोरा गर्दो रहेछ. यतिको काम चाहिँ भइसकेछ. 50-60% सिभिल वर्क मात्र डन भइरहेछ. धेरै काम बाँकी नै छ. धेरै लेडिजको वासरुम क्लियर आउट भइसकेछ. सिधिस लकरको कामहरू चाहिँ यसरी भइरहेछ यहाँ. सो मेसी के एकदमै रसमा काम गरिरहेछ नि त.
यत्रो धेरै काम यति 4 दिनमा सकाउनु भनेको त एकदमै गाह्रै कुरा हो कि। सो हाम्रो चाहिँ अब यतिको काम भएको छ। के छ गाइज भाइ आफ्टर 6 प्याक पहिला ठिक छ दाइ वेलकम दाइ। ल अफिसमा यतिको भइरहेछ। सुन्नु न दाइ सोसँग चाहिँ यहाँ मात्र हो त्यहाँ सुबह यहाँ बस्छ माथि डुवर्सले कस्तो राम्रो दिएछ यो लगाएर। हेलो एभ्रिवान आफ्टर सो लङ अब यहाँ हाम्रो जिमको भ्लग बनाउँदा पनि 2 महिना बितिसक्यो थाहै नभइकन होइन। अब के कति काम भइसकेको छ लेट्स गो हेरौँ इभ्यालुएट गरौँ कामहरूलाई। अनि त्यसपछि अब 1 गते ओपनिङ गर्ने प्लान थियो 1 गते नै ओपनिङ गर्नु सकेन भनौँ न। यतिको भनेको छ है अहिले। के छ हजुर हाम्रो आज सक्छ त काम आज सक्छ है ल यो आज ल यस्तो भइरहेछ। अब यहाँ हाम्रो अफिसहरू सिसा लागिसके हेर्नु सर। यसको चाहिँ सबैभन्दा सुरुमा फिनिसिङ निस्क्यो राम्रो सफा गरी चट्ट लगाएर यो त्यो 2 जनाले गरेर बोक्नुपर्छ। गुड मर्निङ विथ कन्ट्री भिला यस्तो छ हाम्रो रुम चाहिँ यो। अलिकति चट्ट परेको कस्तो कटेज जस्तो छ कि अनि कन्सेप्टै कस्तो चाइनिज टाइपको घरहरू खालको छ। अब हामी चाहिँ जिम जाने एकैछिन धेरै होइन यो के भन्छ त्यसलाई स्ट्रेस्ड डेजहरूमा चाहिँ हल्का रमाइलो गरेको मात्र होइन त। हजुर तर अहिले म अहिले थोरै छोटे खेल्छस् कोप्रा सर्न हान्छ ल खेल्छस् यसले मैले जहिले यसरी पक्रिदिएर छिन्छ पिरिङ सुनामी क्या सल चट्ट सुलाइ होइन दामी जिम ट्रान्सपेरेन्ट जिम गर्छ खै ऊ त्यहाँबाट हामी यसरी आयौँ कस्तो दामी क्या बिहान हिँड्दा नि कस्तो रिफ्रेसिङ होइन। अनि हल्का हुचो लागेको अनि यहाँदेखि यस्तोरी आयो चट्ट लगाएर दामी जिम है। जिममा चाहिँ अलमोस्ट अब यस्तो होटेलमा रमाइलो गर्ने ठाउँमा अब जिम गर्ने मान्छे भन्नु त आउँदैन तर थोरै मान्छेहरूको लागि बेस्ट हुन्छ अन द स्पोट है। कस्तो राम्रो के पो हुन्छ यसलाई कम्बो ऱ्याक छ यहाँ अनि यहाँ लकर रहेछ। अब यो ऐना बल हाल्यो होइन यहाँ वासरुम यति राम्रो चट्ट परेको सक्यो पसिना पनि आयो 20 मिनट जति गऱ्यो तर यो ट्रेडमिल के भयो कि 20 मिनटपछि चाहिँ हिरो भयो। एन्ड देन दिस भ्यू इज अमेजिङ। सो द ब्रेकफास्ट इज यो सबै यहाँदेखि यता चाहिँ अस्मिको है डाइट ल यस्तो छ भ्यू नाइस वाला सिल। लेट्स एट्याक चस्मा लाउने हल्का धेरै ब्राइटनेस छ ल सिनमा बोल्न मजा आयो। कति कफी मलाई मिठो के हो जस्तो लाग्यो भेज पो रहेछ मिल्छ यतिको काम भइसकेको छ यता। रिसेप्सन एरिया अहिले लाइटको काम भइरहेछ।
त्यो लाइटको काम सक्यो यतिको चाहिँ भइसक्यो है ल गाइज सुरुदेखि अहिलेसम्म यतिको डिफ्रेन्सेस चाहिँ आइसक्यो सिरिज कति राम्रो ल हेरौँ त कर्माको चाहिँ हाम्रो ओपनिङ भइसक्यो सफ्ट ओपनिङ ग्रान्ड ओपनिङ हुन चाहिँ बाँकी छ ठ्याक्क आजको 1 विक सन्डे पछि गर्छौँ आज स्याटरडे आई हेभ अ इभेन्ट लुक एट माई फेस खासमा म जिममै गएर रेडी हुन्छु भनेर अलराइट सो हाम्रो स्याटरडे चाहिँ 12 बजेसम्म खोल्ने हाम्रो प्लान छ हाई वेलकम टु कर्मा हेलो हाम्रो बहिनी हाम्रो फ्रेन्ड फाउन्डिङ मेम्बर्समा वान अफ आवर फाउन्डिङ मेम्बर हियर एन्ड आज चाहिँ मेरो इभेन्ट छ अघि पनि मैले मेन्सन गरेँ सो इभेन्टमा जान्ला छु म चाहिँ बट दिस इज माई क्याफेटेरिया सरी आवर क्याफेटेरिया एरिया ब्यान्ड एन्ड दिस इज आवर जिम अझै सेटअप हुन बाँकी नै छ आज हाम्रो सामान आइपुग्छ सो ओपनिङसम्मको कभर गर्छौँ हामी वेल फाइनली यतिसम्म आइपुग्यो यतिको चाहिँ गरियो भनौँ न जे होस् र यो चाहिँ मेरो अफिस रुम यस्तो छ सबै है त्यो ऊ चाहिँ फेरि बनाउनु नपाइकन नि बिग्रियो कि अनि मैले फोकस लाइटहरू भइहाल्यो चट्ट लगाएर बाहिर म्युजिक चलिरहेछ मान्छेहरू वर्कआउट गरिरहेछ यहाँ छ रिसेप्सन भयो जिम हल भयो यस्तो छ है लुक एट दिस इज जुम्बा हल के छ मेरो दाइहरू आराम नाइस कत्रो ह्याप्पी आम्मा दामी 20 केजी यहाँ छ हाम्रो कर्मा फिटनेसको लोगो जाउँ क्याफे हेरौँ के छ मेरो बाहिर छ भाइ एप्स देखेँ त यहाँ भर्खर मिल खाएको हो मिल खाएर तिम्रो एप्स हराउने भन्ने हुँदैन मेरो हाम्रो भाइ जिम ट्रेनर हाम्रो जिमको जिम ट्रेनर भाइ यतिको छ यतिको हुनुपर्छ जिम ट्रेनर हुनलाई हस् भइहाल्छ So this is cafe. Oh my god. So alright. Hello, good morning everyone. Gym running गरेको पनि almost यो आजको दिनसम्म 9 days भइसकेको छ र आज चाहिँ कति थर्सडे सन्डे ट्युसडे वेडनेसडे रहेछ आज थर्सडे फ्राइडे स्याटरडे सन्डे 1 2 3 4 अबको 4 दिनमा चाहिँ ग्रान्ड ओपनिङ छ त्यो ग्रान्ड ओपनिङको लागि तयारीहरू भइरहेछ सबै कुरा राम्रो भइरहेछ अनि 8 दिनभित्रमा हाम्रो क्लाइन्ट चाहिँ 50 चाहिँ प्लस भइसकेको छ होइन एक्ज्याक्ट भन्दैन कति 53 52 कति छ होइन कन्टिन्यू जोइन हुने नै भइरहेछ जिमले राम्रो पर्फर्मेन्स गरिरहेछ एन्ड या अहिले यस्तै भइरहेछ है मोनिटर गरेर सबै कुरा मेरो मर्निङको पर्सनल ट्रेनिङ क्लास सकेर यहाँ दुईजना मेरो पर्सनल ट्रेनीहरू गफ गरिरहेछ ती सकेर म चाहिँ अब सोसल मिडिया ह्यान्डलिङ एन्ड अल अब रिप्लाईहरू है क्लाइन्टको रिप्लाईहरू के छ सबै कुरा म चेक गर्छु अब चाहिँ ग्रान्ड ओपनिङको दिन दामी भ्लगमा भेटौँ है त सो ओपनिङ सेरेमनीको चाहिँ डेकोरेसन्सहरू सिम्पली त्यतिको भइसक्यो सो मेकिङ अफ कर्माको ग्रान्ड ओपनिङ सेरेमनी हुन लाग्छ आज चाहिँ सो टुडे वी नट डुइङ मच थिङ्स सो स्पेसली चाहिँ हामीले त्यस्तो केही गर्ने छैनौँ जस्ट
त्यो इन्भाइटिजहरू आउनुहुन्छ, हाम्रो क्लाइन्टहरू आउनुहुन्छ अनि केक कटिङ सेरेमनी मात्रै गर्दैछु. सो हियर्स अलमोस्ट एभ्रिथिङ इज रेडी टु वेलकम आवर गेस्ट. सो डेकोरेसन चाहिँ हाम्रो एकदमै सिम्पल छ अनि बलुन्स अनि हामी केकलाई चाहिँ डेकोरेट गरेका छौँ. सो दिस इज हाउ इट